हेलो एभ्रिवान, आज हामी नयाँ भ्लग सुरु गर्दैछौँ। हामी जाँदैछौँ यासतिर अनि हामीसँग नयाँ गेस्टहरू हुनुहुन्छ। ल हेर्नुहोस्। Hello, we are enjoy today. we are enjoy today. Hey, ल we enjoy. ल ओके बाइ। भन्ने ठाउँमा आइसक्यौँ। भर्खर टिकट 3 जनाको टिकट पनि लिइहाल्यो। यहाँ बाबुआमाहरू यहाँ यतै हुनुहुन्छ, नजारा हेर्दै हुनुहुन्छ। यहाँ त्यसका नट स्योर कति 1 घन्टाको हुन्छ होला भित्रको टुर, धेरै लामो त छैन। हेरौँ अब यहाँ 1 घन्टामा घुमिन्छ, अरू कतै गइन्छ के गरिन्छ। नजिकै तालहरू त छ, बाबुआमाले तालहरू त हेर्दा दिक्क परिसक्नु होला। त्यही पनि एक लट घुमाइदिन सकिन्छ। त्यसो भए कस्तो लाग्यो त तपाईँलाई? बाटोभरि बाटोभरि निदाउनु भएको के अरे? बिचमा होइन, बिचमा चाहिँ बिउजिनु भयो। एकदम रमाइलो छ ठाउँ, शान्त वातावरण भन्दा पनि कोलाहल छैन। घाँसेमय मैदान भन्दा फरक पर्दैन। घाँसै घाँस हरियो, घाँस भाटाभरि शुक्ला फाँट जस्तो फाँटै फाँट आयो। तर विडम्बनाको कुरो त्यहाँ खेती गर्दा रहन्छन्, सबै फाँट घाँसको मैदान मात्रै। यहाँका मान्छेले खेती नगरेर के खान्छन् हो भन्ने जस्तो लाग्छ। अन्त इन्डियनसँग के खानु हो मम्मी? अन्तबाट ल्याएको होला नि त, सबै अस्ट्रेलियन मिडिया त्यो प्याकेटभरि अस्ट्रेलियन मेड लेखेको छ। आयातित खाद्य पदार्थ हामी जाने चाहिँ लगभग यतातिर छ गुफा। अहिले पछि अब एकछिनमा सुरु हुन्छ होला। हामी ल यसो रेस्ट गरेर अनि गइन्छ है। ल सिउ सुन। हामी चाहिँ भित्र छिर्न लागेको। यत्रो मान्छे छन्, यत्रो मान्छेमा अब बिस्तारै पालो पालो छिर्ने बाबुमा यहाँ गएर रोक्नु। इन्ट्रेन्स यस्तो छ। हामी यति धेरै मान्छेहरू छन्, क्राम। बाबा लाइन लाएर बस्नु छ। यस्तो चाहिँ मम्मी आमा चाहिँ मम्मी पनि लाइनमा बस्नु छ अगाडि अगाडि। मम्मी भित्र त अँध्यारो होला नि, अनि चस्मा लगाइराख्नुपर्छ र। र हामी भित्र छिर्दैछौँ है। हेलो हेलो भन्ने चिसो सुरु भयो। माथिबाट तलबाट कस्तो चिसो आयो। बिस्तारै आउनु।
लाइट भयो कुन लाइट लाइट कस्तो लागिरहेको त नि ए मामा तपाईँ के हुनुहुन्छ महेन्द्रको जस्तो लाग्यो मलाई यहाँ हामीलाई स्याम्पल राखिदिएको रहेछ कस्तो कस्तो ढुङ्गा स्टाइलिक माइट्सहरू यसरी उठाएर यहाँ यसरी राखेर यसरी हेर्दाखेरि चाहिँ यसरी ढुङ्गा देखिन्छ अरे भित्रपट्टि यसरी लाइट देखिन्छ ट्रान्सप्यारेन्ट छ बाबा मम्मी एक्सप्लोर गर्दै हुनुहुन्छ यहाँ सबैजना कस्तो होइन मैले गाडीमै हिँडेँ जस्तो लागेर सबै पानी त हो स्ट्रबाट पानी चुइरहेको सबै मिनरल्सहरू सबै दाल हेर्नु नि कस्तो कर भएको कि है मामा धन्दै ठोक्यो क्या चिप्लो के है यो बाटो त बन्द भएछ नि ओहो ठुलो के भएछ नि अब रहेछ के हो केही देखेँ च्याम्बर एउटा च्याम्बर दुईवटा च्याम्बर तिनवटा च्याम्बर यो चाहिँ हामीले स्टार्ट गरेको ठाउँ हो हामी चाहिँ अब बाहिर जानु लाग्यो यो चाहिँ एक्जिट हो इन्ट्री नि है एक्जिट नि है अन्त पुरै लाइट थियो क्या अघि सरी एभ्रिवान हाम्रो गाडीको एयर कन्डिसनिङ फुल अन थियो त्यही भएर हाम्रो आवाज चाहिँ सबै
करप्टेड भएको जस्तो भएको छ। हामी चाहिँ यतिखेर चाहिँ पियर्स र हल्का मकै खाँदै थियौँ। अनि हाम्रो ट्रिप कस्तो भयो यताउता कुरा गरिरहेको थियौँ। अनि आई वाज गिभिङ बिग साउट आउट टु अपना दाल, हामीलाई यो पियर्स र मकै हालेर पठाइदिएकोमा। बाबा तपाईँलाई केही भन। केही समयको लागि अस्ट्रेलिया आएर घुम्दाखेरि निकै रमाइलो लागेको छ। यो चाहिँ नि किएभमा जाँदाखेरि मलाई के अनुभव भयो भनेदेखि मलाई लामोचौरमा अवस्थित महेन्द्र गुफाको याद आयो। तर त्यहाँ पानी धेरै चाहिँ नि ड्रप भइरहेको थियो, तर यहाँ चाहिँ पानी त्यस्तो देखिएन। निकै सुन्दर र आकर्षक लाग्यो। हस्, धन्यवाद। ल मम्मी तपाईँलाई चाहिँ कस्तो लाग्यो त नि? मलाई एकदम राम्रो लाग्यो। अहिलेसम्म नेपालको झल्को आउने थिएन। त्यो गुफामा गएपछि हाम्रो नेपालमा पनि धेरै गुफाहरू थिए अनि गुफा हाम्रै नेपालमा गए जस्तो लाग्यो। त्यहाँभित्रपट्टि धेरै फराकिला रहेछन् अनि त्यहाँ चाहिँ एकदम पुरा व्यवस्थित, हाम्रो चाहिँ व्यवस्थित अलि छैन नेपालमा। अब हाम्रो सबै प्रक्रियाहरू पुगिसकेको छैन। तर यहाँ विदेशमा अब कहाँ बिजुली चाहिन्छ, कहाँ कुन ठाउँमा सिडी चाहिन्छ, कुन ठाउँमा के गर्ने हो भनेर सब प्लान गरेर बनाइएको रहेछ। भित्र जाँदाखेरि एकदम रमाइलो लाग्यो। सबै पानीका थोपाका ती लहरहरू देख्दाखेरि एकदम रमाइलो सुन्दर लाग्यो। Thank you everyone for watching our video. See you soon next time. Bye.